उहाँ हुनुहुन्छ हाम्रो गुणखर अर्यालजी। उहाँ चाहिँ 35 वर्षको हुनुहुन्छ अहिले। उहाँ चाहिँ आजभन्दा करिब 1 वर्ष अगाडि चाहिँ उहाँ हाम्रोमा आउनुभएको थियो। उहाँको चाहिँ आउँदाखेरि यहाँ ग्रिन सिटी हस्पिटलमा आउँदाखेरि पहिला नर्वीमा भर्ना आउनुभएको थियो। उहाँको चाहिँ कन्डिसन चाहिँ एकदम नाजुक थियो। उहाँ चाहिँ भेन्टिलेटरमा हुनुहुन्थ्यो। उहाँको चाहिँ ब्लडमा पुरै इन्फेक्सन फैलिसकेको। यदि उहाँले नै मेरो जीवन बचाउनु भयो, उहाँले सर्जरी गरेर मलाई बचाएर सबै चिजहरू डिस्चार्ज नगर्दासम्म मलाई बाँच्छु भन्ने आशा पनि लागेको थिएन। गुनाखर अर्यालको केसमा मेरो गाउँको भाइ हो, छत्रकोट गुल्मीको। नर्विक हस्पिटलमा एडमिसन भइसकेपछि केस क्रिटिकल हुँदै गइसकेपछि तपाईँको मलाई थाहा पाएँ मैले, लगभग 60-70 लाख रुपियाँ दाम जम्मा गर्नुहोस् र डिपोजिट राख्नुहोस्, अदरवाइज अपरेसन हुन्छ नभए त्यो हुँदैन भन्ने कुरा गरिसकेपछि म गएर ग्रिन सिटीका हस्पिटलका डाइरेक्टर लोबा टन्डन सरलाई कुराकानी गरेँ मैले। दाजु यस्तो कुरा भएको छ, गाउँको भाइ हो, यसलाई उपचार गर्न पर्यो भन्ने गरौँ ल बाबु, आऊ लिएर आऊ, जे गर्नुपर्छ गरौँला भन्ने भइसकेपछि यहाँ लिएर आएर डाक्टर कङ्सकारसँग पनि कुराकानी गरियो। नेपाल आएर उहाँको चाहिँ रोग फर्क्यो र वीर हस्पिटल नर्विक हुँदै ग्रिन सिटीमा केएनएस अर्याल र विष्णु अर्यालको भाइहरूले मलाई चाहिँ जानकारी गराइसकेपछि ग्रिन सिटीमा ल्याएर हामीले भर्ना त गऱ्यौँ। पैसा नभइसकेपछि उहाँको विशेष र लगायत सबैले गुनाखरलाई घर लाने किसिमको कुराहरू भयो। पैसा छैन भने पनि निःशुल्कै गरौँला अथवा जे गरौँला, अहिलेलाई चाहिँ हामी चाहिँ गरौँ। यदि यो व्यक्ति बाँच्न सफल भयो भने हामी सबैले मिलेर जे गर्नुपर्छ हस्पिटललाई गरौँला। यदि तलमाथि परेछ भने यसको सिङ्गो खर्च म आफै बिहोर्नेछु र सिङ्गो हस्पिटलले बिहोर्नेछ भनेर अपरेसन त गरियो। अपरेसन गरिसकेपछि मान्छे सक्सेस हुँदै गयो र आज गुनाखर हिँड्ने डुल्ने, गाउँमा गफ गर्ने र दुःख सुखहरू बाँड्ने त्यस्तो चाहिँ हुनुभएको छ। नमस्कार सबैजनालाई, म डाक्टर रोमियो कन्साकार, म ग्रिन सिटी हस्पिटलको मेडिकल डाइरेक्टर र यहाँको जिआई सर्जन छु। उहाँ हुनुहुन्छ हाम्रो गुणखर अर्यालजी। उहाँ चाहिँ 35 वर्षको हुनुहुन्छ अहिले। उहाँ चाहिँ आजभन्दा करिब 1 वर्ष अगाडि चाहिँ उहाँ हाम्रोमा आउनुभएको थियो। उहाँको चाहिँ दुबईमा हाइटस हर्नियाको अपरेसन गरेको थियो, जुन चाहिँ फन्डोप्लाइकेसन ल्याप्रोस्कोपिक विधिबाट उहाँबाट उता चाहिँ दुबईमा गरेको थियो। त्यसको केही दिन पश्चात चाहिँ उहाँ चाहिँ काठमाडौँ आउनुभयो। काठमाडौँ आएको केही दिनमा चाहिँ उहाँलाई चाहिँ गाह्रो भएर चाहिँ वीर हस्पिटलमा भर्ना आउनुभयो। त्यसपछि उहाँ गाउँ जानुभयो। गाउँ गएर 15-20 दिनपछि फेरि उहाँलाई गाह्रो भएर चाहिँ फेरि उहाँ चाहिँ वीर हस्पिटल हुँदै नर्विक हस्पिटलमा भर्ना आउनुभयो। म नर्विक हस्पिटलमा त्यहाँ 3-4 दिनसम्म भेन्टिलेटरमा थिएँ। अनि मेरो त्यो दुबईमै गरेको सर्जरीको खराब भएको कारणले गर्दा त्यहाँ नर्विक हस्पिटलमा 70 देखि 80 लाख रुपियाँ जम्मा गर्नुपर्छ। अब त्यही पनि उपचार सफल हुन्छ कि हुन्न केही ग्यारेन्टी दिन सक्दैनौँ। 24 घन्टादेखि 48 घन्टासम्म भन्ने कुराहरू गर्नुभएछ। त्यसपछि त्यहाँ नर्विक हस्पिटलबाट मेरो गाउँको आदरणीय दाइ ज्ञानेश अर्यालले मलाई ग्रिन सिटीमा ल्याउनु भयो रातिको 12 बजे। अनि त्यसपछि रातिको 12 बजे ल्याएपछि मलाई यहाँ ग्रिन सिटी हस्पिटलको चेयरम्यान हुनुहुन्छ मेरो आफ्नै गाउँको छत्रकोट गाउँपालिकाको आदरणीय दाजु लोकबहादुर टन्डन दाइ, उहाँको नेतृत्वमा उहाँ डाक्टर रोमियो कन्साकार हुनुहुन्छ। उहाँले मेरो सर्जरी गर्नुभयो र यदि उहाँले नै मेरो जीवन बचाउनु भयो, उहाँले सर्जरी गरेर मलाई बचाएर सबै चिजहरू डिस्चार्ज नगर्दासम्म मलाई बाँच्छु भन्ने आशा पनि लागेको थिएन। मेरो लागि उहाँ चाहिँ भगवान सरह हो। उहाँ ज्ञानेश्वर, मेरो गाउँको ज्ञानेश्वर दाजु अनि मेरो आफ्नै गाउँपालिकाको लोकबहादुर टन्डन दाजु जो कि यो ग्रिन सिटी हस्पिटलको चेयरम्यान हुनुहुन्छ, उहाँहरू मेरो लागि भगवानै हुनुहुन्छ। उहाँको चाहिँ आउँदाखेरि यहाँ ग्रिन सिटी हस्पिटलमा आउँदाखेरि पहिला नर्विकमा भर्ना आउनुभएको थियो। उहाँको चाहिँ कन्डिसन चाहिँ एकदम नाजुक थियो। उहाँ चाहिँ भेन्टिलेटरमा हुनुहुन्थ्यो। उहाँको चाहिँ ब्लडमा पुरै इन्फेक्सन फैलिसकेको, उहाँको किडनी फेल भएको, छाती एकदम खराब र उहाँको चाहिँ त्यतिखेर नै अपरेसनभन्दा अगाडि नै उहाँको बाँच्ला कि नबाँच्ला भनेर चाहिँ हामीलाई पनि धेरै नै चिन्ता लागेको थियो। यो सबै कुरा हुँदाहुँदै पनि हाम्रो हस्पिटलका चेयरम्यान लोकबहादुर टन्डनजीले उहाँले तपाईँले कोसिस गर्नुहोस्, उहाँको चाहिँ राम्रो हुन्छ भनेर चाहिँ उहाँले लिएर आउनुभयो। यहाँनिर आएर चाहिँ हामीले उहाँको सबै
उपचार चाहिँ गऱ्यौँ। उपचार गर्दाखेरि उहाँको आमाशय जुन चाहिँ खाना खाने नलीबाट तल हुन्छ त्यो चाहिँ पुरै कुहिएर चाहिँ पाकेर कुहिएर भइसकेको थियो, खतम भइसकेको थियो। त्यसलाई चाहिँ पहिलो अपरेसनमा चाहिँ हामीले उहाँको आमाशय चाहिँ पुरै निकाल्यौँ र उहाँलाई चाहिँ खाना खानलाई अर्को बाटो पाइपबाट एउटा आन्द्रामा चाहिँ पाइप हालेर चाहिँ उहाँलाई चाहिँ खाना खुवाउने चाहिँ प्रविधि पिलायौँ। पाइप अस्थायी रूपमा चाहिँ 3-4 महिनाको लागि चाहिँ लगाइयो। पहिलो सर्जरी गरेपछि हामीले लगाएका हौँ त्यो पाइप चाहिँ। त्यो गरेपछि चाहिँ उहाँको आमाशय पुरै निकालेर उहाँको चाहिँ त्यो पाइप लगाएर चाहिँ उहाँलाई चाहिँ यहीँ हस्पिटलमा चाहिँ करिब आइसियुमा समेत गरेर चाहिँ हामीले 45 दिनमा चाहिँ उहाँलाई चाहिँ फर्स्ट अपरेसनपछि चाहिँ उहाँलाई डिस्चार्ज गरेर उहाँ चाहिँ हामीले फेरि उहाँलाई घर पठायौँ। घर पठाएपछि उहाँले चाहिँ अब त्यही पाइपबाट नै खाना खाइराख्नु भएको थियो, त्यसैको प्रविधिबाट खाना खाइराख्नु भएको थियो। त्यसको करिब 2 महिनापछि फेरि उहाँ आउनुभयो। 2 महिना आइसकेपछि उहाँको अब पहिला त जुन चाहिँ खाना चाहिँ पाइपबाट मात्र खानु भएको थियो, त्यसपछि हामीले चाहिँ फेरि त्यसलाई आन्द्राको अर्को अपरेसन गरेर ठुलो अपरेसन गरेर चाहिँ उहाँलाई चाहिँ खाना खाने नली र अर्को आन्द्राको अर्को बाटो बनाएर चाहिँ त्यसलाई चाहिँ हामी जोड्यौँ। रुएनवाई एसोफेगोजेनोस्टोमी भन्छौँ। त्यो जोडेपछि उहाँले चाहिँ अहिले चाहिँ करिब 1 वर्ष भयो। हजुर कति टाइम भयो? 1 वर्ष भयो। 1 वर्ष भयो। उहाँ चाहिँ अहिले नर्मल खाना खाइराख्नु भएको छ, नर्मली कामहरू पनि गरिराख्नु भएको छ। के काम गर्नुहुन्छ अहिले? अहिले अब नर्मली पहिला जस्तै काम गरिरहेको छु, सबै नर्मल छ। अहिले ठिकै छ। नर्मली चेक जाँच गर्नको लागि आएको मैले अहिले 1 वर्ष। अहिले के खाना खान सक्नुहुन्छ त तपाईँले? खाना त सबै नर्मल, पहिला जस्तो खान्थेँ त्यस्तै नै खाइरहेको छु। दाल भात तरकारीहरू, मासु, रोटी, सबै कुराहरू, कुनै कुरा पनि बार्ने गरेको छैन। खानालाई चाहिँ त्यति अप्ठ्यारो त्यस्तो गाह्रो अलिअलि चाहिँ भएको छ त, त्यस्तो धेरै चाहिँ अप्ठ्यारो भएको छैन। त्यही खाना मिल्नलाई हल्का गाह्रो भएको नै, त्यस्तो केही असर कहीँ गएर अड्केको जस्तै हुने त्यस्तो केही कुराहरू छन्? हल्का भात खाँदाखेरि गला लाए जस्तो हुन्छ, अरू नै खासै अरू केही खानालाई अप्ठ्यारो हुँदैन। त्यस्तो भएको मान्छे यसरी अपरेसन गरेर यसरी बचाइदिनु भयो, त्यसमा त धेरै खुसी छु म। दोस्रो जन्म हो मेरो। अहिले तपाईँले चाहिँ ग्रिन सिटी हस्पिटललाई चाहिँ के भन्नुहुन्छ? मैले के भन्छु भन्दा ग्रिन सिटी हस्पिटलमा म त्यस्तो भएको बिमारीलाई त मलाई बचाउनु भयो। ग्रिन सिटी हस्पिटलमा एकदम राम्रो सेवा सुविधा छ। हजुर पनि आउनुहोस्, ग्रिन सिटी हस्पिटलमा आएर एकचोटि सेवा गर्ने मौका दिनुहोस्। एकदम उहाँ त मेरो लागि अब भगवानै हो। जब नर्भिक हस्पिटलमा 24 घण्टादेखि 48 घण्टा भनेको बिरामीलाई उहाँ यहाँ यसरी बाँचेर म अहिले हजुर समक्ष कुरा गर्दैछु भनेपछि मलाई यहाँ ग्रिन सिटी हस्पिटलको उपचार एकदम राम्रो लाग्यो। त्यसको लागि धेरै धेरै धन्यवाद। बाबुराम गुनाखर अर्याल, गुल्मी छत्रकोट गाउँपालिका वार्ड नम्बर 3 भालुपानीमा बस्नुहुन्छ। पहिला दुबईमा जागिर गरेर दुबईमा अपरेसन भइसकेपछि नेपाल आएर उहाँको चाहिँ रोग फर्क्यो र वीर हस्पिटल नर्भिक हुँदै ग्रिन सिटीमा केएनएस अर्याल र विष्णु अर्यालको भाइहरूले मलाई चाहिँ जानकारी गराइसकेपछि ग्रिन सिटीमा ल्याएर हामीले भर्ना त गऱ्यौँ, तर 2-3 दिन राखिसकेपछि उहाँहरूसँग पैसा थिएन। पैसा नभइसकेपछि उहाँको विशेष र लगायत सबैले गुनाखरलाई घर लाने किसिमको कुराहरू भयो र मैले गमलामा राखेको फुललाई उखालेर फाल्यो भने मरिहाल्छ, एकचोटि ट्राई गरौँ, पैसा छैन भने पनि निःशुल्कै गरौँला अथवा जे गरौँला, अहिलेलाई चाहिँ हामी चाहिँ गरौँ। यदि यो व्यक्ति बाँच्न सफल भयो भने हामी सबैले मिलेर जे गर्नुपर्छ हस्पिटललाई गरौँला। यदि तलमाथि परेछ भने यसको सिङ्गो खर्च म आफै बिहोर्नेछु र सिङ्गो हस्पिटलले बिहोर्नेछ भनेर अपरेसन त गरियो। अपरेसन गरिसकेपछि मान्छे सक्सेस हुँदै गयो र आज गुनाखर हिँड्ने डुल्ने गाउँमा गफ गर्ने र दुःख सुखहरू बाँड्ने त्यस्तो चाहिँ हुनुभएको छ। खुसी लाग्छ। ग्रिन सिटी हस्पिटलबाट यस्ता किसिमका कामहरू हामी धेरै गरेका छौँ। गरेका कुराहरू यहाँहरूलाई जानकारी गराइएन भने कसरी थाहा पाउनुहुन्छ र कोही व्यक्तित्वहरू ठाउँ ठाउँमा गरिब पक्कै पनि हुनुहुन्छ होला, औषधिबाट वञ्चित पनि हुनुहुन्छ होला। यदि त्यस्तो भयो भने एकचोटि ग्रिन सिटी हस्पिटलमा लोकबहादुर टन्डन भनेर सम्झिनु होला। मैले आफूले गर्न सक्ने समयको सहयोग यहाँहरूलाई चाहिँ गर्नेछु। गुनाखर अर्यालको केसमा मेरो गाउँको भाइ हो, छत्रकोट गुल्मीको। नर्भिक हस्पिटलमा एडमिसन भइसकेपछि केस क्रिटिकल हुँदै गइसकेपछि तपाईँको मलाई थाहा पाएँ मैले। अनि त्यहाँ गएर बुझ्दाखेरि तपाईँको अनि लगभग 60-70 लाख रुपियाँ दाम जम्मा गर्नुहोस् र डिपोजिट राख्नुहोस्
अदरवाइज अपरेसन हुन्छ नभए त्यो हुँदैन भन्ने कुरा गरिसकेपछि म गएर ग्रिन सिटीका हस्पिटलका डाइरेक्टर लोबा टन्डन सरलाई कुराकानी गरेँ मैले। दाजु यस्तो यस्तो कुरा भएको छ, गाउँको भाइ हो, यसलाई उपचार गर्न पर्यो भन्ने क्रममा बाबु आऊ लिएर आऊ, जे गर्नुपर्छ गरौँला भन्ने भइसकेपछि यहाँ लिएर आएर डाक्टर कङ्सकारसँग पनि कुराकानी गरियो। अनि लोबा टन्डन सरको सहयोगमा हामी यो केस सफल भएका छौँ। अपरेसन गरियो अनि त्यसपछि करिब लगभग 150 दिन जति राख्यो हामी हस्पिटलमा पनि। त्यो अवस्थामा मान्छे अलिक ठिकठाक छ, विदेश जान्छु भन्नु थालिसकेको छ। जस अब अन्य यस्ता केसहरू धेरै छन्। यो सिम्पल मात्र एउटा सिम्पल मात्र केस हो। यो यस्ता भास केसहरू भइसकेको छ। 65 किलोको टिमर पनि निकाल्नु भएको छ यो हस्पिटलमै। लगायत अन्य किसिमको घुँडा पनि फेरेको, निड पनि सर्जरी गरेको अवस्था हामी लगभग गुल्मीकै केस गरिसकेका छौँ। लगायत अन्य केसहरू धेरै थुप्रो केसहरू चाहिँ ग्रिन सिटी हस्पिटलले उपचार गरिरहेको छ, सहयोग पनि गरिरहेको छ। त्यसको लागि ग्रिन सिटी टिमलाई, लोबा टन्डन सरलाई लगायत यहाँका डाक्टर टिमहरू, नर्स टिमहरू लगायत ग्रिन सिटी फ्यामिलीलाई, हस्पिटललाई, टिमलाई म धन्यवाद दिन चाहन्छु। नमस्ते।